राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालजीसँग छु। पूर्व राजा ज्ञानेन्द्र स्वदेशमै हुनुहुन्छ। स्वदेशका विभिन्न भागमा विचरण गरिरहनु होइन हिन्दू अथवा भ्रमण गरिरहनु भएको छ र पछिल्लो समय उहाँको लोकप्रियता बढेको जस्तो पनि देखिन्छ। उहाँ जहाँ जानुहुन्छ त्यहाँ चाहिँ सर्वसाधारणहरूको भिड देखिन्छ। उहाँलाई चाहिँ अथवा चाहिँ राजकाजमा फेरि फिर्ता हुनु पर्यो भन्ने तहको पनि कुराकानी भएको जस्तो हामीले त्यो खालको बाहिर समाचारहरू देख्छौँ। तपाईँको पार्टीले के छ राजा राज संस्थाको बारेमा राजतन्त्रको बारेमा के सोच्छ? राज संस्थाको बारेमा, राजतन्त्र भन्दा पनि राज संस्थाको बारेमा तपाईँको पार्टीको धारणा के हो? धन्यवाद। यहाँले जुन हाम्रो पार्टीको औपचारिक धारणा के हो त्यो विषयमा कुराकानी राख्नु भएको छ र त्यसमा मलाई के लाग्छ भने मूलत हाम्रो पार्टीले नयाँ जनवादी व्यवस्थाको कन्सेप्टमा अगाडि बढेको छ। नयाँ जनवादी व्यवस्था भन्दा तलका व्यवस्थाले नेपालमा वास्तवमा लोकतान्त्रिक गणतन्त्र पनि स्थापित हुँदैन। त्यो बेला जनवादी गणतन्त्र हुन्छ होइन, लोकतन्त्रको सट्टा त्यति मात्रै हो। तर राष्ट्रिय पुँजीको चाहिँ एउटा खालको इन्भाइरोमेन्ट, एउटा वातावरण तयार हुन्छ र बल्ल चाहिँ के भन्दाखेरि मुलुकले एउटा विकासको गति अगाडि जान्छ भन्ने यो हाम्रो पुरानो एउटा र मूल एउटा रणनीतिक प्रकारले न्यूनतम हाम्रो कार्यक्रम है। नयाँ जनवाद हाम्रो मुख्य रणनीतिको पहिलो कार्यक्रम हो। यद्यपि यसको बजाय हामी चाहिँ के भन्दा 7 सालदेखि नै नेपाल कम्युनिस्ट पार्टीले अनि त्यही नेपाल कम्युनिस्ट पार्टीकै एउटा अङ्ग वा त्यसैको चाहिँ एउटा वैधानिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी बसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा भएको कारणले हामीले पनि त्यो नीतिलाई अख्तियार गरेका छौँ र हामी चाहिँ के भन्दाखेरि जस्तो संसदीय गतिविधि, वैधानिक गतिविधि, पार्टीका वैधानिक गतिविधि गर्नका निम्ति राष्ट्रिय जनमोर्चा गठन भएको यो मोर्चा नै हो। र यद्यपि यसले के भनेको छ त भन्दाखेरि जुन यहाँले प्रश्न गर्नुभयो 62-63 को आन्दोलनपछि नेपालमा राजतन्त्रको उन्मूलन भयो हो। कागजी रूपमा राजतन्त्र छैन। तर हामीले भनेका थियौँ नयाँ जनवादी क्रान्तिका चरणमा दुईटा हामीले मुख्य दुश्मन ठानेका थियौँ। एउटा चाहिँ वैदेशिक प्रतिज्ञावादी शक्ति, विशेष गरेर भारतीय साम्राज्यवाद। दोस्रो हामीले के ठानेका थियौँ? देशीय सामन्तवाद। देशीय सामन्तवादको मूल नेतृत्व के छ भन्दाखेरि दरबारले गरिराखेका छ। हाम्रो त्यो एउटा विश्लेषण हो। यद्यपि अहिले दरबार छैन, दरबारबाट सबै कामहरू चलेको छैन। अहिलेको कानुन, अहिलेको संविधानले होइन राजतन्त्रलाई चिन्दैन। यद्यपि सामन्तिक प्रणाली त कायम छ होइन, आर्थिक सांस्कृतिक सबै प्रकारका कुराहरू कायम छन्। र यद्यपि राजतन्त्र उन्मूलन भएको भए त राजतन्त्रमाथि कारबाही पनि हुन्थ्यो। कारबाही त भएको छैन। यहाँले जो प्रश्न गर्नुभएको छ त्यसो भएर अहिले हामीले राजालाई भने पूर्व राजा जन्ममा कारबाही हुनुपर्छ भन्ने तपाईँको भनाइ हो, पार्टीको आधिकारिक धारणा हो। प्रष्ट रूपमा के हो त भन्दाखेरि जो चाहिँ पुरानो एउटा शक्ति छ त्यो पुरानो शक्तिले कि अहिलेको सबै कुरा मान्छु भनेर आएको हुनु पर्यो होइन। होइन भने त कारबाही हुन्छ। एउटा व्यवस्थाको अन्त्यपछि अर्को व्यवस्था आइसकेपछि स्वतः पुरानो व्यवस्थामा भएका कमजोरीहरू त्यसको जवाबदेहीका अर्थमा अर्को व्यवस्थाले कारबाही त गर्छ। यो स्वाभाविक कुरा होइन। अब यो सबै समस्या कहाँ हो भन्दाखेरि यो समस्या 46 सालको आन्दोलनपछि समस्या। जुन 46 सालको जुन आन्दोलन भयो र त्यो बेला जो चाहिँ के भन्दाखेरि संविधान बन्ने प्रश्न अगाडि आयो। त्यो संविधान बनाउने प्रश्नमा तपाईँको नेपालका त्यो बेलाका आन्दोलनकारी शक्तिहरू मुख्यतः नेपाली कङ्ग्रेस र वाम मोर्चाले संविधान सभाबाट होइन एउटा आयोगबाट बनाएको संविधान पनि हामी स्वीकार गर्छौँ भनेर उहाँहरू जाने र अनि हामीले त्यो बेला भनेको थियो संविधान जारी भइसकेपछि तपाईँको चाहिँ के भन्दाखेरि यो अब हामीले लोकतन्त्र एउटा प्रजातन्त्र ल्यायौँ। यो प्रजातन्त्र चाहिँ के छ, जसले लिया छ उसले पढ्न सक्छ हामीले त्यो बेला मान्यता राखेका थियौँ। पूर्व राजालाई कारबाही हुनुपर्छ, कारबाही भएन भने राजा ठिक छ। वैधानिक राजतन्त्र भए पनि वैधानिक राजतन्त्र पनि संविधान सभाद्वारा संविधान बनेको भए त होइन
त्यो हुन्थ्यो। राजाले दिएको संविधान थियो नि त्यो बेला, 46 सालको 47 सालको राजाले दिएको, राजाको हातबाट दलले लिएको संविधान। यद्यपि जनताको मागहरू केही सम्बोधन भएको थियो त्यो कुरा। तपाईँहरू त 62-63 आन्दोलनमा हुनुहुन्थ्यो, तपाईँहरूले नै संविधान जारी गर्नुभएको त्यति बेला कारवाही गर्न कसले रोक्यो त तपाईँहरूले पूर्व राजालाई? ठिक छ, त्यो 46 सालको 47 सालको संविधान त्यो कुरा भएन। नभइसकेपछि हामीले के भनेका थियौँ भन्दाखेरि फेरि पट्टिको खतरा छ है, पुनरावृत्तिको खतरा छ। जसरी 17 साल पौष 1 गते जुन घटना घट्यो त्यस्तो घटना घट्न सक्छ। के भन्दा संविधान सभाको चुनाव 7 सालदेखि नै उठेको थियो। राजा त्रिभुवनले त उसमा राख्ने नै कुरा गरेर आउनु भएको थियो होइन। 2009 चाहिँ संविधान सभाको 2 वर्षभित्र भनेर अन्तरिम संविधानमा लेखिएको कुरा थियो, त्यो भएन। र त्यो 15 सालको राजा महेन्द्रद्वारा जारी भएको संविधानले प्रजातन्त्रको आयो, तर 1.5 वर्षमै त्यो खोसियो हो। यस्तो खालको सम्भावना छ भन्दा नेपालमा नेपाली काङ्ग्रेस पछिल्लो चरणमा जो चाहिँ के भन्दाखेरि एमाले, त्यसपछि गएर माओवादी, त्यो बेला त माओवादी थिएन, एकता केन्द्र थियो, उनीहरूको त्यो खालको भत्सन आएको थियो। यद्यपि पछाडि उहाँहरू के भन्दाखेरि त्यो एउटा परिस्थिति आयो, उहाँहरू एक खालको सहर सङ्घर्षमा जानुभयो, सहर द्वन्द्वमा जानुभयो र त्यो सहर सङ्घर्ष त्यसपछि गएर जुन प्रकारको चाहिँ एउटा नेपालको सत्ताका लागि जुन खालका सङ्घर्षहरू भयो त्यसको परिणाममा होइन तपाईँको चाहिँ के भन्दा संसद विघटन स्वयं शेरबहादुर मार्फत गराएर त्यो शक्ति अब संसदीय संवैधानिक हिसाबले नै त्यसलाई को गर्ने एउटा अवसर चाहिँ प्रदान गर्यो हो। त्यो त्यस कारण त्यसको विरुद्ध चाहिँ के भन्दा 62-63 फेरि राजनीतिक दलहरू, त्रिपक्षीय राजनीतिक दलहरू होइन एउटा ठाउँमा आएर अनि त्यो 62-63 आन्दोलन भयो। 62-63 आन्दोलन संविधान सभाद्वारा संविधान बनाउनु त आयो, तर संविधान सभाद्वारा संविधान बनाउँदाखेरि राष्ट्रियताको प्रश्नमा कमजोर एउटा दृष्टिकोण अगाडि आयो। किनभने त्यहाँ चाहिँ के भन्दाखेरि नेपाल एउटा मोनोनेसन हो, मल्टिनेसन होइन। मोनोनेसनलाई मल्टिनेसनमा लैजाने प्रकारको आफ्नो निर्णयको अधिकार सहितको संहिता होइन, जो चाहिँ के भन्छ जातिहरूलाई एउटा जातीय एउटा राज्य दिनेसम्मका कुराहरू यद्यपि संविधान बनाउने सन्दर्भमा अगाडि आए। हामीले यो कुरा अस्वीकार गऱ्यौँ, संहितालाई पनि हामीले अस्वीकार गऱ्यौँ। त्यो अन्तरिम संविधान संशोधन गरेर ल्याइएको थियो नि माघ 1 गते, त्यसलाई हामीले अस्वीकार गरेका थियौँ। त्यसलाई त्यसमा संहिता थिएन। जब त्यसको दोस्रो संशोधन गिरिजाबाबुले गर्नुभयो त्यसपछि नेपालको संविधानमा संहिता थपियो र अझ त्यहाँ के छ भन्दाखेरि ल्याउन खोजियो के भन्दा जातीय संहितामा माओवादीको यद्यपि चुनाव भयो उहाँहरूको एक प्रकारको बहुमत होइन जस्तै आयो। उहाँहरू एक्लै देखाउन सक्नुहुन्थेन, प्रभाव गरेर गर्न सक्नुहुन्थ्यो उहाँहरू, तर त्यसलाई रोक्नुपर्छ भनेर हाम्रो पार्टी त्यहाँ थोरै सांसद भए पनि के अरे संविधान सभा सदस्य भए पनि उहाँहरूले प्रयत्न गर्नुभयो। हाम्रो पार्टीले लगातार नेपाल जस्तो देश जो मोनोनेसन भएको देश जहाँ हामी वर्षौँदेखि एकात्मक अभ्यासमा छौँ अनि फेरि धेरै भाषा, धेरै संस्कृति होइन, धेरै त्यो एउटा एकता क्या उनीहरूको बिचको एकता नेपाली र नेपाली भन्ने एउटा भाष्य चाहिँ निर्माण भयो। यो करिब 250 वर्षसम्म हाम्रो त्यो एउटा अभ्यास भएको एउटा परिस्थितिमा हामीले चाहिँ मल्टिनेसनको कन्सेप्ट मान्न सक्ने अवस्था थिएन। यद्यपि मल्टिनेसनको कन्सेप्ट त संविधानले स्वीकार गरेन, जातीय एउटा राज्य पनि संविधानले स्वीकार गरेर संविधान आउँदाखेरि त्यो कस्तो आयो त भन्दाखेरि अब एउटा संहिता एउटा तलसम्म चाहिँ के भन्दा राइट्स दिनका निमित्त सिंह गरेर तल ल्याउनका निमित्त भनेर आयो। तर त्यसको अभिप्राय के थियो, मूल अभिप्राय चाहिँ के थियो भन्दाखेरि यसलाई त्यसमा लैजाने भन्ने संहिता मतलब जातीय संहिता पनि लैजाने र नेपालीहरूको बिचमा फुट पैदा गर्ने भन्ने कुरा थियो। यसमा चाहिँ तपाईँको त्यसमा को लागेको थियो? तपाईँको देशी विदेशी यसले भन्ने गरेको प्रतिक्रिया राज्यहरू लागेको थियो, को लागेको थियो? अब यसमा नेपालका दुईटा समस्या थिए। नेपाली जनतासँग एउटा चाहिँ के थियो भन्दाखेरि अब 15 सालको संविधानद्वारा आएको प्रजातन्त्र होइन, त्यो प्रजातन्त्र फाल्नका निमित्त तत्कालीन राजतन्त्रले वैदेशिक प्रतिक्रियावादी शक्तिहरूसँग समझौता गरेका 17 साल आउनुमा
यद्यपि त्यो बेला अन्तर्राष्ट्रिय रूपमा एउटा घटना पनि घटे होइन, किन भन्दाखेरि भर्खर एउटा परिवर्तनपछि तिब्बत चाहिँ के थियो भन्दाखेरि स्वतन्त्र बनाउनुपर्छ भनेर पश्चिमाहरूले त्यो कुरालाई अगाडि लिएर आएका थिए र नेपालमा तिब्बतीहरूलाई हतियारसहित आर्म्स आर्मीसहित तिब्बतीहरू नेपालमा आएका थिए, नेपालमा ल्याइएको थियो र त्यसलाई सिएमले के भन्थ्यो भन्दा हाम्रो आर्मीले चाहिँ आर्म्सहरू हतियारहरू फिर्ता गरेर भन्थ्यो। अब पश्चिमाहरू के भन्थ्यो भन्दा हामी सहयोग गर्छौँ, उनीहरूलाई मतलब त्यहाँ स्टे गराउनका लागि चाहिने खर्च दिन्छ, त्यही स्टे गराऊ भनेर उनीहरूले प्रेसर गर्थे। यदि होइन भने तिम्रो पार्टीको पनि खैर छैन, तिमीलाई दलको रूपमा मान्नु वैघात कुरा हो भनेर उनीहरूले त्यो बेला त्यो कुरा गरेका थिए। अब यद्यपि बिपी चीन गइसकेपछि बिपीले के भन्यो भन्दाखेरि हामी एक चीन नीतिमा प्रतिबद्ध छौँ भन्नु हो। त्यो एक चीन नीति मानेको कारणले पश्चिमाहरू पनि अब बिपी अथवा प्रारूपलाई फाल्ने कुरामा मैनालाई सहयोग गर्ने कुरामा उनीहरू अगाडि आए। यद्यपि मैनाले के ल्याएर भन्दाखेरि केही लोकप्रिय कार्यक्रम जस्तो दिए होइन। अब लोकप्रिय कार्यक्रम त ल्याए तर कसको सहयोगमा? सबै पश्चिमाहरूको सहयोग। त्यसैबाट हिसाबीकरण, त्यसैबाट नेपालको शिक्षा बिगार्ने कुरा, त्यसैबाट नेपालको प्रकृति होइन जस्तो चाहिँ के भन्दाखेरि हाम्रो चाहिँ सम्पदाहरू छ त्यो उनीहरूको प्रभुत्वमा जाने, त्यो खालका कुरा यसरी अगाडि बढ्यो। यसको मतलब त्यो नेपालको समस्याको मूल जड नै राजसंस्था हो भन्ने तपाईँको भनाइ। अब जड देशभित्र उसले निरङ्कुश एउटा शासन चलाउन खोज्दाखेरि होइन, उसले चाहिँ के भन्दाखेरि आफ्नो सत्ता जोगाउनका निमित्त उसले विभाजन गरेका सम्झौता नेपालीको लागि खतरानाक भयो। त्यस कारणले चाहिँ के भन्दाखेरि राजतन्त्र भयो, दोष खतरामा भयो, राजतन्त्र नेपाली जनताको दुश्मन भयो। अर्को के भयो त भन्दाखेरि उसले नेपाली जनतालाई अधिकार दिन्न नि होइन, प्रावधानिक अधिकार दिने, त्यस कारणले दुश्मन भयो। त्यसो भएर कतिपय बेला उसले के गर्यो त भन्दाखेरि अब जनतासँग मिलेर भनौँ कतिपय प्रोटेक्सन, राष्ट्र प्रोटेक्सनका कुराहरू पनि, राष्ट्र एउटा के भन्दाखेरि उसका अडान, राष्ट्रिय अडानका कुराहरू पनि अगाडि आए। हामीले ती कुराहरूलाई समर्थन गर्छौँ। जस्तो राजा महेन्द्रले 18 सालमा पूर्व पश्चिम राजमार्ग खन्ने कुरा गरे, कोदारीको राजमार्ग खन्ने कुरा गरे होइन, सबैको विरोध गरे। हाम्रो लिडर्सले भनौँ त्यो बेला पार्टीले होइन, जस्तो मोहन विक्रम सिंहहरूले त जेलभित्रबाट वक्तव्य दिनुभयो समर्थनमा, तर त्यसमा आलोचनात्मक समर्थन के भनेर उहाँहरूले दिनुभयो भन्दाखेरि नियम खराब हो होइन, विकासका नाममा राजतन्त्र टिकाउने कुरा हो होइन। तर जहाँसम्म प्रतिक्रियाले गरेको भए पनि के नियत जेसुकै भए पनि यसले के गर्छ, परिणाम राम्रो, यसले के गर्छ नेपाललाई पूर्व र पश्चिम जोड्छ होइन, अर्को दोस्रो देशसँग जोड्छ। हामी एउटा देशमा निर्भर छौँ भने अर्को उत्तरतिरको चिन्छौँ, भोजोडी दिन्छौँ। त्यस कारणले यो कुरा ठिक छ, यो प्रतिक्रियाले ल्याएको भए पनि होइन, नियत खराब छ होइन, जनतालाई देखाउने कुरामा त्यो कुरो आएको छ, त्यस कारण त्यो खराब हो। तर यसको अर्थ यो कामै देखिन्छ भने यो पूर्व राजमार्ग खन्नु नदिएको, कोदारीको राजमार्ग बनाउन नदिएको गलत हो भने यो खालको हाम्रो त्यो बेला पनि यसको अर्थ हामीले लगाउन सकिन्छ पूर्व राजा ज्ञानेन्द्र यदि राष्ट्रवादी हुन्, राष्ट्रवादी छन् भने अझै पनि उनलाई चाहिँ तपाईँहरू सहकार्य गर्न सकिन्छ भन्ने त होइन। यही भएर यहाँहरूले पाउनुहुन्छ कि जस्तो चाहिँ 46 सालपछि तपाईँको जुन चाहिँ महाकाली होइन, महाकाली टनकपुर सम्झौता गरे नि गिरिजाप्रसाद कोइरालाले, हामी धेरै दलहरू मिलेर त्यसको विरोध पनि गरे। त्यो विरोध गरिसकेपछि पछाडिल्लो चरणमा के भन्यो भन्दाखेरि अब एमाले समेत सामेल भयो होइन, महाकाली एकीकृत सन्धि गर्ने कुरा अगाडि आयो। त्यो बेला राजा प्रस्थ शक्तिहरूसँग पनि हामी खास एउटा परिस्थितिको कार्य गरेको होइन, म दुश्मनसँग पनि कार्य गरेको हुन्छ राष्ट्र जोगाउनका निम्ति है, उसको नीतिको भण्डाफोर हुन्छ होइन, तर उसले गर्ने राष्ट्रियताको प्रश्नमा चाहिँ हाम्रो के हुन्छ क्लियर कुरा हुन्छ। जसरी हामीले कृतनिर्दिष्ट समेतको मोर्चा बनाएर महाकाली सन्धिको प्रतिरोध समिति पनि बनायौँ त्यो बेला, ठिक त्यो गरेर राष्ट्रलाई जोगाउने कुरामा जोसुकै नेपाली आए पनि त्योसँग हाम्रो
ठुलो खालको राजनैतिक खालको संयुक्त मोर्चा हुन्छ। र अब अहिले यहाँले जो प्रश्न गरिराख्नु भएको छ, पहिलो प्रश्नमा राजतन्त्रप्रति हाम्रो चाहिँ प्रश्न दृष्टिकोण छ होइन, किनभने सामन्तवादको नेतृत्व गर्छ। अब अहिलेको युगमा चाहिँ फेरि राजा आएर हाम्रा के आजको डे टु डेका समस्या समाधान हुन्न। किन भन्दाखेरि आज हामीले त्यो लोकतन्त्रबाटै हो, या त त्यसलाई मैले अघि नै भने हामीले के हाम्रो विचारमा के अब दलीय व्यवस्थाभित्र यही लोकतान्त्रिक गणतन्त्र हो। हामीले त दलीय व्यवस्था भन्दा पनि हामी कहाँ जान्छौँ, नयाँ जनवाद जान्छौँ। नयाँ जनवाद भन्दा तलका कुराले है जनताको आजको चाहिँ नुहार फेर्न सक्दैन है। खालि अहिले भित्र राष्ट्रियताको रक्षा गर्ने र यही दल खोल्न दिने, यही चुनाव आदि कुरालाई यो लोकतान्त्रिक गणतन्त्रले त्यो खालको कुरा गर्छ। त्यस कारणले अहिले हामीले आज हामीसँग सङ्कट आएको छ नि। किन सङ्कट आएको छ भन्दाखेरि नेपालका राजनीतिक दलहरूले जो चाहिँ मतलब ६२-६३को आन्दोलनपछि जे कुराहरू बताउनु है, जे हुन्छ भन्नु, यद्यपि हामीले त्यो संविधानमा हामीले रिजर्भेसन राख्यौँ संहिताले के गर्छ, या त दल खारेज गर्छ या त देश खारेज गर्छ हामीले भने। त्यो बेलै भनेको थियौँ हामीले, हाम्रो लडाइँले त्यो बेला चाहिँ सर्को भनेको। अहिले आएर तपाईँहरूको त्यो भनाइ अथवा त्यो अवधारणामा वर्तमान सरकारको पनि कुनै न कुनै रूपमा त्यो मिल्न गयो भन्ने लाग्दैन तपाईँलाई? चाहिँ बालन सरकारले अथवा चाहिँ संहिता यो खारेज गर्छ भनेर आम जनमानसमा त्यो जनविश्वास बढ्दै गएको देखिन्छ बाहिर त। अब मलाई त्यस्तो लाग्दैन। जस्तो चाहिँ के छ भन्दाखेरि विगतमा संहिता विरुद्ध हामी छौँ भनेर राप्रपाहरूले पनि भने हो, राप्रपाहरूले पनि भने, तर राप्रपाहरूको त मोमेन्टमा आएन। उनीहरूको नियम के हो, गणतन्त्र लोकतन्त्रलाई अगाडि बढाउने, मुलुकको समृद्धिलाई अगाडि ल्याउने, राजतन्त्र ल्याउनलाई एउटा है जो जनतामा जबरजस्त जुन एउटा विचार छ नि, जो सेम्पाइज छ त्यसलाई आफूलाई क्याच गर्ने भन्ने अर्थमा लिएर आए। अब अहिले राष्ट्रसभा भनेको त एउटा विचारविहीन पार्टी है, उसको विचारै छैन। किन भन्दाखेरि मैले अहिलेसम्म बुझेको कुरा है, जम्मी दार्शनिक रूपमा 3टा दर्शन। एउटा पुरानो परम्परागत दर्शन छ, जो सामन्तवादी दर्शन, जसको नेतृत्व कयौँ राजा महाराजाहरूले गर्लान् होइन। अब त्यो आफ्नो भूगोलको स्थितिमा के होला त्यही ढङ्गले चल्या हुन्छ, त्यो एउटा दर्शन छ। किन भन्दाखेरि त्यसले नि हजारौँ वर्ष शासन गरेका छन् संसारमा, त्यो दर्शन धर्म आदिको नामबाट त्यसले गरेका छ। अर्को दर्शन के छ, प्रजातन्त्र, डेमोक्रेसी होइन, पुँजीवाद होइन, पुँजीलाई मुख्य आधार बनाउने र घुमफिर आदि स्वतन्त्रताका कुरा है, यो कुरालाई लिएर अर्को दर्शन छ। अर्को दर्शन समाजवादी हो नि है। आज समाजवादी यी 3टा दर्शन मध्ये आज यो त नपुसक छ नि राष्ट्रवाद। कसरी दर्शन के दर्शनलाई मानेको छ उसले? उनीहरू त क्लब, उनीहरू त एनजिओबाट होइन, हिजो एनजिओको रूपमा काम गरेका मान्छेहरू त्यो पार्टीमा आएको प्रायः जसो, अझ त्यो पनि पश्चिमा छ, त्योभन्दा एनजिओहरूको मान्छेहरू छन् प्रायः जसो होइन। जस्तो बारबार फाउन्डेसनदेखि लिएर है तपाईँको धेरै त्यो प्रकारका समता फाउन्डेसनदेखि लिएर धेरै फाउन्डेसनहरूको एउटा लगानी हो होइन। र उनीहरूको चाहिँ के भन्दाखेरि एउटा पार्टी बनेको छ नि अहिले राष्ट्रसभा। अहिले ठ्याक्कै अमेरिकाको क्यारिकेचरमा बनेको अमेरिकन फ्रिडम पार्टी छ, उसको चुनाव दिन पनि घन्टी थियो अनि जुन बेला चुनावमा आयो त्यो बेला त्यो ढङ्गले चाहिँ ऊ अगाडि आएको थियो। उसले पनि त्यो बेला उनीहरूको ती एनजिओ आइएनजिओहरूको माध्यमद्वारा त्यो भोट चाहिँ प्रभावित गरेर 21 सीट जितेको थियो होइन। अब हामी देख्यौँ त उनले परिवर्तन गर्नका निमित्त थियो कि थिएन भन्ने कुरो त हामीले रवि लामी छानेलाई हेर्दा देख्छौँ। रवि लामी छानेले के भन्नुभएको त्यो बेला चुनावमा जाने बेला हामी सरकारमा जाने होइन, हामी हाम्रो बहुमत नपरे सरकारमा जाने। हामीले के गर्यो, अहिले व्यापक भ्रष्टाचार छ मुलुकमा, व्यापक अन्याय छ, न्याय दिनका निमित्त हामीले हाम्रो खबरदारीका लागि हो उहाँले भन्नुभएको। तर खड्क ओलीले होइन एउटा विश्वास गरिदिएपछि त उहाँ गृहमन्त्री भइहाल्नु। अनि उहाँ आफैले उहाँलाई जुन प्रकारको केस लगायो होइन, उहाँ हट्नु पर्यो, सांसदै पद उहाँको भयो, तर उहाँले अर्कोलाई गृहमन्त्री बनाउन सक्नु भएन। त्यो बेला फेरि उहाँ सांसद भन्छ दोस्रो पटक चुनावमा जितेर आयो, फेरि अर्को पटक गृहमन्त्री बन्नुभयो। त्यस कारणले
यो एउटा खालको चरित्र छ नि होइन, उहाँको चरित्र छ नि, रविजीको चरित्र छ नि। हेर्दाखेरि चाहिँ उहाँ अत्यन्त अहिले हामीले देख्छौँ अहिलेको जो चुनावमा देखियो नि, यद्यपि यो चाहिँ के भन्दाखेरि मोमेन्ट बसले कसरी गर्यो भन्ने कुरा पनि प्रश्न छ होइन। किन भन्दाखेरि दलहरूले जुन राम्रा काम गर्न सकेका थिएन, जनताले जे भनेका थिए, एकातिर दरबार आफू स्थापित हुन खोजेको, अनि अर्कोतिर धर्मका नाममा होइन दरबार र धर्मको अन्तर सम्बन्ध भएको होइन। अर्कोतिर चाहिँ के भन्दा नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतको अहिलेको सत्तारूढ दल होइन आदित्यनाथहरू उनीहरूको लगानी भएको। त्यो प्रकारले अहिलेका नेपालका राजनीतिक दलहरूलाई, जो लोकतन्त्र गणतन्त्र ल्याएका दलहरूलाई बदनाम गराउने ठाउँमा उनीहरू अगाडि गएको थिए हो। अब उनीहरूले सकिराखेका थिएनन् कि दलहरूको साथ गिराउन सकिरहेका थिएनन्, दलहरू आफ्नै कारणले बदनाम भयो। दलहरू अब तपाईँको प्रजातन्त्र भनेको छ पुँजीवादमा भ्रष्टाचार होइन। तपाईँ हेर्नु संसारका पुँजीवादी देशहरूमा भ्रष्टाचार त सबभन्दा धेरै छ नि, त्यहाँ पनि के भन्छ त्यो ढङ्गको अभ्यास त छैन हो। त्यही अवस्थामा नेपालमा पनि त्यो खालका कुराहरू यिनीहरूले गरे, जनताका जीविकाका सवालहरू होइन अरूमा उनीहरूले खास गरेर जे गर्नुपर्छ त्यो गर्न सकेन। हेर उनीहरूले पनि त्यो बेला के गरे, आफ्नो भाइ होइन भतिजाहरू परिवारवादी आदिमा चाहिँ उनीहरू सबभन्दा बढी रमाइलो दलहरू होइन। अब अहिले तपाईँ हामी देख्छौँ के भन्दाखेरि त्यो नेपो बेबी होइन, नेपो बेबी होइन, जो नेताका छोराछोरीहरू जो चाहिँ के सत्ताका आडमा कमाएका आडमा जुन ढङ्गले होइन जुन चाहिँ एउटा के भन्दाखेरि जनता तर्साउने वा यहाँका बिजनेस कारोबारहरू सारा कुरा गर्ने होइन यो शक्ति उनको दुरुपयोग गरेका छन्। यो नेपो बेबी भनेर जुन खालको कुरा अहिलेको मोमेन्टमा मुख्य नारा बनाइयो है, त्यो मुख्य नारा बनाउनमा आज हामी चुनाव पछि आएको कसो झन्डै झन्डै 70% नेपो बेबी जस्तै छन्। 70% राष्ट्रसभामा अहिले सांसद हेर्नुहोस् त एनजिओ आइएनजिओ वा त्यही नेपो बेबीहरू छन् त्यही जस्तो अहिले शिक्षा मन्त्रीलाई आफूले के भन्नुहुन्छ होइन। उनी अब उनका पिता पढे लेखेका एउटा पढेर त्यो सरकारी जागिर खाएर त्यो त आफ्नो बेरोजगार हाम्रो भ्रष्टाचार गरेर पैसा कमाउनु नेपो बेबी अन्तर्गत गयो। तपाईँको नेपालमा राजनीतिक दलहरूलाई भ्रष्ट बनाउनु सबभन्दा पहिलो कुरा के छ, ब्युरोक्रेसीको। सरकारले भनेपछि राम्रो काम गरेको सरकारी राम्रो काम गरेको छ। जुन थाई सरकार छ नि, हामीले भनेका थियौँ कि थाई सरकारलाई त्यही बेला सुधार गर्नुपर्छ भनेको थियो 46 साल पछि। तर हामीले देख्यौँ आएको थियो नि त्यो बेला बनिएको थियो नि मल्लिक आयो। त्यो मल्लिक आएका अपराधीहरूलाई कारवाही गर्न नसक्नु, यसको परिणाम त के भन्दा पञ्चायतकालीन जो ब्युरोक्रेट्सहरू प्रहरी सेनाको जुन प्रकारको एउटा करप्सनको प्रश्न छ नि, थाई सरकार हो नि त, सेना पुलिस ब्युरोक्रेसी त थाई सरकार हो नि त। दल त आज आउँछ भोलि जान्छ, राजनीतिक भने त 5 वर्षको लागि हुने कुरा हो। त्यस कारणले यसो गर्दाखेरि हजुरको काठमाडौँको घर भन्छ है तपाईँ एउटा सही गरिदिए भइहाल्यो नि कहीँ कुनै कुरा भन्नु। यसरी राजनीतिक दलका नेताहरू यद्यपि उनीहरू करप्सन गर्ने मनसा त रह्यो दलका नेताहरूको, उनीहरूले यो खालको कुरा अगाडि ल्याइदियो। उनीहरूले कसिएको भए त्यो कुरा आउँथ्यो होइन, नियमले मिल्दैन हजुर भन्न सकेनन् नि उनीहरू, किन थाई सरकार त त्यो ढङ्गले आउन सक्नु पर्थ्यो नि, त्यो आउन सकेन। जसको कारणले नेपालका राजनीति फेरि के थियो भन्दाखेरि काङ्ग्रेस एमाले माओवादी नै थियो अन्तर्राष्ट्रिय शक्ति, त्यो भित्र पसेर के जसरी अहिले पुरै एउटा पार्टी बनाउनु पर्ने अवस्था सिर्जना भयो, उनीहरू भित्र पसेर नेपालको राष्ट्रियतालाई कमजोर बनाउने र जुन चाहिँ के छ भन्दा तिब्बत स्वतन्त्रता गराउने वा मधेस स्वतन्त्रता गराउने वा मधेस र मैथिली भाषी मधेसको त्यसलाई अलग देश बनाउने होइन। यहाँ त फन्डाहरू धेरै छन्। सिके राउत डक्टर सिके राउत किन आएको नेपालमा, किन हतियारबन्द युद्ध गरे उनीहरूले होइन। भर्खरै सिके राउत प्रसङ्ग उठाउनु भयो। सिके राउतको र तपाईँको अहिले तपाईँले गर्नुभयो एउटा प्रसङ्ग मिल्न पनि गयो। उहाँले अस्ति एउटा सार्वजनिक राष्ट्रिय टेलिभिजनमा के भन्नुभयो त भने 62-63 आन्दोलनले राज संस्थालाई अथवा राजालाई पूर्व राजालाई कारवाही नगर्नको कारण परिणाम भोग्नु परिरहेको छ देशले अहिले
होइन करिब 10-15 दिन अगाडिको कुरा हो उहाँले भन्नुभयो त्यो प्रसङ्ग पनि ट्याक्क मिल्यो क्या अहिले त्यो यो समय मात्र हो कि के लाग्छ तपाईँलाई त्यो त्यो यस्तो छ कहिले काहीँ रियाक्सनहरूले पनि सही कुरा गर्छन् तर उनको मनसाय हामीले भनेको मनसाय होइन। हामी सामन्तवादको अन्त्यको कुरामा जान्छौँ। उनले मधेस टुक्राउनका लागि नेपाल देश खारेज गर्नका लागि नेपालको आफ्नो सुरक्षा चाहिन्न भन्नका लागि नेपालको सेना चाहिन्न भन्नका लागि हामी चाहिँ भारतीय सेनाद्वारा शासित हुने भन्ने कुरासँग वा त्यसलाई छुट्टै एउटा स्टेट बनाउनका लागि छुट्टै एउटा देश बनाउनका लागि त्यसरी एउटा परिकल्पना भएको थियो नि। अब दोस्रो विश्वयुद्धपछि के परिकल्पना भयो? दोस्रो विश्वयुद्धपछि एसियामा साम्राज्यवादको ठुलो हार हो पश्चिमा साम्राज्यवाद है। कुनै पनि देश उनीहरूको चाहिँ के भन्छ जापान सकिएपछि सकियो भनेपछि उनीहरूले कहाँबाट सुरु गर्यो त भन्दाखेरि नयाँ देश बनायो नि। त्यसपछि इजरायल हो, इजरायलसँगै जोडेर है जो एउटा स्ट्राटेजिक एउटा भू स्थितिलाई ख्याल गर्दै उनीहरू कहाँसम्म एउटा प्रशान्त महासागरसँग जोडियो होइन। त्यो खालको एउटा सोचभित्र एउटा तिब्बत काश्मीर होइन मतलब अफगानिस्तानका चाहिँ होइन इस्युहरू होइन उनीहरूले उठाउँदै आए र त्यो के छ भन्दाखेरि इन्डो चाइना नै हो नि एसियाका सबभन्दा ठुला जनसङ्ख्या भएका र सबभन्दा ठुलो रिसोर्स भएका सबभन्दा अलिकति के भन्दा पहुँच भएका अन्तर्राष्ट्रिय रूपमा शक्ति भएका देश हुन्छ नि सामरिक हिसाबले अलि महत्त्वपूर्ण भएका देश ती नै हो। ती देशहरूलाई कसरी टुक्राउन सकिन्छ वा तिनको चाहिँ समुद्र कसरी रोक्न सकिन्छ है। साम्राज्यवादलाई चाहिँ यी के भयो उसलाई प्रयोग गरेर भारतलाई चिनलाई प्रयोग गर्न सक्ने भएपछि तिब्बत टुक्राइएपछि त चिन त अपाङ्ग हुन् है। त्यस कारणले तिम्रो भूमि चिनले खाइदिएको हो त्यस कारण तिमीलाई हाम्रो साथ छौँ भनेर उनले खम्ब के अरे मतलब दलनामालाई विद्रोह गराएका थिए 16 सालमा। अब ठिक अहिले आएर के हो त भन्दाखेरि पछि खम्बवार पनि लडाएन अमेरिकनहरूले होइन 28-30 सालतिर उनीहरूले खम्बवार पनि लडाए। अब त्यो त्यहाँबाट उनीहरूले प्राप्त गर्न सकेनन्। अब कहाँबाट गर्ने भने दलभित्र पेन्टेड गर्ने ती माध्यमबाट गर्ने। जस्तो अहिले हामी देख्छौँ स्वर्णिमले के हुन् भने जन्मदार काङ्ग्रेस होइन, काङ्ग्रेस घरानाबाट जन्मेको मान्छे होइन, काङ्ग्रेसकै एउटा चाहिँ के चिज खाएर मतलब के भन्दाखेरि मतलब एउटा लिगेसी लिएर होइन त्यही लिगेसीले उनी चाहिँ के भन्दाखेरि सादा कुरा गरेका होइन। काङ्ग्रेस के दिएन स्वर्णिमलाई भन्नुहोस् त उनको क्षमता र योग्यता सबै कुरा दियो नि त। खालि उनलाई अन्तिममा अर्थमन्त्री दिने वा है त्यो बनाउने ठाउँमा जान नसकेपछि टिकट बाँध्ने बेला उनी त्यहाँबाट विद्रोह गरेर राष्ट्रपति आएर सुनाइदिए। हेर्नुहोस् है त्यस कारणले अहिले के हो त भन्दा काङ्ग्रेस एमाले भित्र जो पेन्टेड धेरै मान्छेहरू थिए नि अमेरिकनहरू पश्चिमाहरू ती धेरै मान्छेहरू माओवादी भित्र ती सबै मान्छेहरू कहाँ गए राष्ट्रसभामा गए। अमेरिकी राष्ट्रमा त्यसरी प्रयोग भइरहेको छ पश्चिमाहरूको हितमा एकदम भइरहेको छ। जस्तो भनौँ अहिले नै हामी देख्छौँ तपाईँको पश्चिमाहरूको हित अथवा चाकरीको कुरा भइरहेको छ जस्तो मान्नु यही मेरो। अब तपाईँले सुन्नुभयो चर्चाको प्रश्न नेपालको 1 र 2 रुपियाँका होइन कोइन्सहरूमा के राख्ने होइन उनीहरूले बनाएको छ के भन्दा तिब्बत गुम्बालाई के मतलब त्यो कुरा त मुस्ताङको गुम्बा तर सत्य रहेछ नि त नेपालकै नक्सा राखेर बनाउने होइन नि त्यो सत्य रहेछ भन्दा जनताको ठुलो आक्रोश भयो त्यो कुरा हो। किनभने बालन त अहिलेसम्म चुपचाप छ उनी त उसलाई मतलब गभर्नरले बोलाएर त्यो निर्देशन दिएको कुरा त सत्य हो। गभर्नरले त्यसलाई फाइल गरिदिए त्यो त उसमा हुन्न भनेर फाइल गरिदिएको कारणले अरू धेरैले विरोध गरेको छ कि त्यसलाई अहिले सच्याएको प्रश्न हो। यही तपाईँ हामी देख्छौँ कि तपाईँको काठमाडौँमा दलैलामको बर्थडे किन मनाइयो खुल्ला रूपमा है शनिबार बैठक गराएर भन्छ यद्यपि त्यो अहिले बैठक गराएको होइन भन्नेमा आएको त्यो बेला त बैठक गराएको भन्ने छ नि। अनि अर्को कुरा स्वयं बालन शाह प्रष्ट यो भनेको थियो कि जुन अहिले छ नि हाम्रो लिपु लेखेर कालापानीको प्रश्न उठाएको छ त्यहाँ संसदमा कुरा उठ्छ उनले संसदमा अरू कुरामा जवाब दिँदैनन् उनी त्यहाँ गएर के भन्छन् त उनी हात उठाएर गएर बोलेर उनले के भन्छन् त्यो प्रश्न गर्ने बित्तिकै उनले के भन्छन् है यस्तो त हामीले उनीहरूको धेरै लेखेका छौँ
नेपाली मिडिया चाहिँ भनेको सकिया छैन उसले। अब अहिले मानिस सरकारको कुनै पनि अङ्गलाई थाहा नदिइकन तल्लो अङ्गलाई थाहा त दिनुपर्छ नि त। एउटा मुलुकको प्रधानमन्त्री होइन भन्छ के क्वाइट रूपमा चाहिँ कहीँ होइन सभा गर्न मिल्छ? नीति भ्रमणको रूपमा उनीहरू त्यो अन्तर्राष्ट्रिय त्यो कुरा सुरुमै वक्ता यति भन्न आउनु पर्यो। सूचना आएको छ, तपाईँहरू मिडिया कर्मीहरूले सूचना देख्नु भएको छ, प्रधानमन्त्री कार्यालयको सूचना देख्नु भएको छ त्यो कुरा। अनि त्यस्ता खालको अभ्यास नीति भ्रमणमा हिँड्छन् र अन्त पनि राष्ट्रको उसमा मतलब के छ भन्दाखेरि जुन इस्युहरू आइराखेका छन् र हामी यही देख्छौँ। अब रवि भारत जानु अगाडि होइन तपाईँको के भनौँ उनले त्यो कुरा बोल्ने नेपालले भारतको जाने मिडिया छ भने चाहिँ उनीलाई ठुलो स्वागत रविलाई। अब अहिले रवि जाने कुरा थियो नि है त रविको भर्न किन स्थगित भयो? किन चिनले त्यो रोक्यो? चिनको विषयमा कठोर भए होइन। अझ मुस्ताङ त अब यो स्वत के छ भन्दा अहिले होइन दोस्रो विश्वयुद्धपछि नि के छ भन्दा त्यो एउटा अत्यन्त सेन्सिटिभ ठाउँको रूपमा रहेको छ। अझ तिब्बत विद्रोहपछि त त्यो अझ सेन्सिटिभ रूपमा रहेको छ। अब त्यो ठाउँलाई अब तपाईँको चाहिँ के भन्दा हामीले यो पनि देखेका छौँ त्यहाँ जाँदाखेरि वा सहरमा चढ्दा पनि भन्छु कहीँ के भन्दाखेरि मानव अधिकार कर्मीहरू भनौँ पश्चिममा मानव अधिकार कर्मीहरूले त्यहाँ फेरि तिब्बतको झन्डा देखाएको थाहा छ नि त यहाँ। त्यस कारणले त्यस्तो प्रकारको ठाउँमा त्यो प्रकारले आफू सार्वजनिक नभइकन कसैलाई भने उसले बोल्नुपर्छ नि म जाँदैछु किन भन्नु छैन निजी भएर जाँदैछु भन्नु सक्दैन। प्राण त्यो मुख छैन प्रधानमन्त्रीको कि छैन भन्नु पऱ्यो न अहिले रविले भन्नु पऱ्यो प्रधानमन्त्रीको मुख छैन हामीले बोल्ने हो उहाँले त्यस्तो केही गर्नु भन्नु पऱ्यो नि राष्ट्रपालले जिम्मा लिनु पऱ्यो सरकार बनाइसकेपछि हो यस्ता कुरा उहाँहरूले गर्नु। त्यसो भएर यो के छ भन्दाखेरि अत्यन्तै एउटा षड्यन्त्रपूर्ण रूपमा नेपालको सेनालाई पनि अत्यन्त विभाजित बनाउने काममा अहिले पश्चिमाहरू लगाइराखेका छन् होइन। अब तपाईँको चाहिँ के भन्दा भ्रष्टाचार आदि कुरामा हामी एक्सन गर्छौँ भन्छौँ तर अब त्यो के छ भन्दाखेरि कुनै पनि एउटा अङ्ग प्रक्रिया नपुर्याइकन गरेका छ होइन। ठिक छ जो कसैलाई पनि कारवाही गर्नु पर्यो भ्रष्टाचार गरेका छ है जो जेएनजी मुभमेन्टका बेला उठेको कुरा के हो सूचनाको हकको प्रश्न है। अहिले सबै काम कसले गरिरहेको छ अहिले तपाईँको त्यही कम्पनीले गरिरहेको छ नि जुन कम्पनीले प्रतिबन्ध लगायो नि नेपाल सरकारले त्यो बेला मोदीको सरकारले जुन प्रतिबन्ध लगायो है त्यो प्रतिबन्ध लगाएकै एउटा नियममा थियो के भने सडकमा मान्छे आएको हो त मान्छे आएको हो नि हो। तर अब अहिले हामी देख्छौँ अब उसैको सबै चिज जोगिराखेको छ। अहिले त उहाँहरू पनि आत्तिनुभएको छ हामीले सूचनालाई अलिकति गर्नु पऱ्यो है नियन्त्रण गर्नु पऱ्यो उहाँहरू पनि आउनु भएको छ नि त्यहाँ। तपाईँको चाहिँ के विदेशी कम्पनीहरूले विदेशी सूचना एउटा उल्सले होइन एउटा संस्थानहरूले नेपालमा काम गर्नका लागि नेपाल सरकारको सुविधा लिनुपर्ने कि नपर्ने यहाँको कानुन अनुसार चाहिँ दर्ता हुनुपर्ने कि नपर्ने त्यसमा हामी जे पनि गर्न सक्छौँ भन्ने कुरा भनेको त के हाम्रो हाम्रो सार्वभौम अखण्डता छैन हाम्रो सार्वभौम सत्ता होइन हामी नेपालको सार्वभौम सत्ता होइन हामी अधीनस्थ हौँ हामी एलन मस्कका चाहिँ के भन्दाखेरि यो के हो त दास हौँ। आज सूचना साम्राज्य आज जुन ढङ्गले आज चाहिँ के भन्दा जसका आधारमा आज अल्गोरिदम अगाडि बढेको छ नि मान्छेलाई जसरी लट्ठ्याउने काम भइराखेको छ नि आफ्नो कामै छोडेर हामी के हौँ हामी मान्छे हौँ कि हामी यन्त्र हौँ भन्नेसम्म पुर्याइरहेको छ। मान्छेले भात पकाउनु लागेको छ उहाँ के गरेछ तरकारी भात डलिरहेको छ हेर्नुहोस् त मान्छेले त्यससम्म आज ग्रामीण महिलाहरू आज बच्चाहरू हुन्छ किन कोर्स बुकहरू पढ्दैन हो है। तपाईँको चाहिँ उनीहरू आफ्नो देशमा आज के गरिरहेको छ ठिक छ आधुनिक सूचना प्रणालीले कसैले प्रयोग गर्नुहुन्न भन्ने हाम्रो पार्टीको पनि सिद्धान्त होइन प्रयोग गर्नुपर्छ तर त्यसले त्यो ढङ्गले कि अल्गोरिदमको एउटा ठाउँमा पुग्ने हिसाबले ऊ एउटा के भन्दा त्यो प्रकारको बहुलक्ष्य हुने हिसाबसम्म
उसलाई त्यो सूचना प्रविधि प्रयोग गर त्यो गर्न दिनुपर्छ भनेर भन्ने हो कि त्यसलाई नियन्त्रण गर्ने हो त यो सरकार भनेपछि यो सरकार राष्ट्रियता विरोधी अथवा राष्ट्रियतालाई कमजोर बनाउने सार्वभौमिकता कमजोर बनाउने हिसाबमा अगाडि बढ्यो भने तपाईँहरू के चाहिँ मोर्चाबन्दी गरेर सरकारको विरोधमा लाग्नु के छ यो बारेमा त हाम्रो प्रष्ट धारणा अगाडि आएको छ। अहिले हामीले वाम प्रजातान्त्रिक शक्तिहरू अहिले एउटा मिलेर एउटा संयुक्त मोर्चाको माध्यमद्वारा अहिले के छ भन्दाखेरि अहिले जुन एउटा रेडिङको एउटा फासिजमको ठाउँतिरबाट होइन त्यो शैलीबाट अहिले साम्राज्यवादको हितमा जसरी के भन्दाखेरि त्यहाँका जनतालाई नटेरिकन मतलब युक्रेनमा जुन ढङ्गले बढेका छन् त्यहाँका शासक ठिकै ढङ्गले बढाउने हिसाबले यो कुरा अगाडि बढेको छ होइन। त्यस कारणले हामीले त यो कुरा भन्दै आएको त्यो कुरा हिजो अन्य राजनीतिक दलहरूले स्वीकार गरेका थिएनन्। अब हामीले अहिले देख्दैछौँ त्यो कुरामा अब उनीहरूले पनि करिब करिब हो भन्ने कुरा उनीहरूले ब्रिफिङ गरे। अहिले हामीले देख्छौँ अब तपाईँको चाहिँ गगनजीहरू जुन ढङ्गले काङ्ग्रेस क्षेत्रबाट होइन ईश्वर पोखरेलहरू विष्णु पौडेलहरू शङ्कर पोखरेलहरू एमालेबाट जुन चाहिँ के भन्दा नेतृत्वको विरोध गरेका थिए अब उनीहरूको त घाँटी सुकिसक्यो। अब त शेरवालाई नेता बनाएर गगनहरूले महाधिवेशन जानु ठाउँसम्म पुग्न पर्ने शेरवाजीले बयाँ चाहिँ एउटा चाहिँ बम फोड्यो भयो नि त अस्ति थाइल्यान्डबाट फर्केपछि अम्दुङबाट फर्केपछि होला। अब उहाँको आफ्नो आइडियोलोजी हो। त्यो आइडियोलोजीमा के छ भन्दाखेरि उहाँले बिपीले वैधानिक राजतन्त्र मान्नुहुन्थ्यो, हामी पनि त्यो वैधानिक राजतन्त्र मान्छौँ। हाम्रो सनातन एउटा कालदेखि नै चलिआएको त्यो कुरा हो। त्यस कारण म हिन्दू उहाँले बताउनु भएको छ है। त्यो कुरामा उहाँको फरक कुरा होला त्यसरी भन्ने एउटा कुरा हो। त्यो दलको कुरा दलले होइन त्यो धर्म सम्बन्धी अरू सम्बन्धी भन्ने एउटा कुरा हो होइन। तर तपाईँको चाहिँ के भन्दाखेरि देश नै नराउने ढङ्गले होइन गणतन्त्रकै नाममा होइन गणतन्त्रकै नाममा अब तपाईँको चाहिँ के भन्दा सबै सुम्पने कुरा नेपालको सुरक्षा सुम्पने नेपालको सञ्चार जगत सुम्पिने नेपालका चाहिँ सम्पूर्ण खानीहरू प्राकृतिक सम्पदाहरू सुम्पिने होइन हाम्रो सार्वभौमिकता टोटल रूपमा अपाङ्ग बनाउने वा नेपालीहरूलाई विदेशको दास बनाउने है। दास त बन्दै आएका छन् बनाउँदै आएको छ है। अझ चाहिँ के भन्दाखेरि अब त हाम्रो देश पनि छैन भन्ने थाहा पुऱ्याउने त्यो हिसाबले अहिले चाहिँ के भन्दा नेपालमा काम भइराखेको छ। त्यस कारणले हामीले भनेका छौँ प्रष्ट रूपमा अहिले हामी जो चाहिँ परिवर्तनका लागि लडेका दल छौँ जो सिद्धान्त राजनीति ठिक छ दर्शन राजाको पनि एउटा दर्शन छ है। फेरि दर्शन छैन राजाको पनि दर्शन छ पुरानो परम्परागत रूपमा राजतन्त्र होइन यसले पनि विकास गरेका छ भन्ने ठाउँको कुरा अगाडि आएको छ। त्यो हामीले त्यसलाई इग्नोरै गर्छौँ। हामी त त्यसबाट हुँदैन भने त्यसको विरोध गरेको न त्यसलाई हटाउनुपर्छ यसो मानेर भनेको नि यसबाट जनताको एउटा समानताको ठाउँ पुग्न सकिन्न है। कोही राजा महाराजा भएर बस्ने कोही रैतिकले भएर बस्ने ठाउँबाट त्यो इकोनोमी पनि त्यो प्रकार अर्थतन्त्र पनि होइन त्यो ढङ्गले के वितरणको ठाउँ पुगेन त्यो प्रकारको समृद्धि पुगेन भने त त्यो पनि भएन भन्ने एउटा कोणबाट दार्शनिक रूपमा राजनीतिक रूपमा हामीले उठाएको कुरा हो नि त्यो कुरा। तर मुलुक सङ्कट पऱ्यो भने राजनैतिक कार्यकर्ता हुन्छ हुँदैन भन्नु सक्दैन। राजाको शक्तिसँग पनि हाम्रो कार्यकर्ता किन भन्दाखेरि हामीले भनेका छौँ यहाँ वैदेशिक शक्तिले टोटल रूपमा देशको सत्ता देशको सार्वभौमिकता टुक्राउनलाई उनीहरू पनि त्यो प्रकारको मोमेन्ट आयो त्यो कुरा हो। तर खालि राजतन्त्र ल्याउनु खालि हिन्दू राष्ट्र ल्याउनु हिन्दू राष्ट्र बनाउनु हुने आन्दोलनको हामीले विरोध गरिरहेको छ। भनेपछि आगामी दिन चाहिँ कस्तो रहला नेपालको के देख्नुहुन्छ तपाईँ? अब मलाई लाग्दैन अब यो जति अब ताईमा उफ्रे पनि फुरेउला ताईभन्दा बाहिर जान सक्दैन। अहिले यिनीहरू चाहिँ के भन्छ वैदेशिक शक्तिको आड भरोसामा जुन प्रकारको जनतामा भ्रम पार्न कोसिस गरे है जुन प्रकारले चाहिँ यिनीहरूले शक्ति आर्जन गरेको देखियो अब योभन्दा माथि यिनीहरूको वृद्धिको अगाडि छैन। के हो जनता त भोटाली जनताले पनि थाहा पाए। किन थाहा पाए त भन्दाखेरि अब आज उनीहरूले सबै कुराको मानित गर्छ भने
नियमित रूपमा आइरहेको यही सामान्य भन्छ ग्यास भन्छ आज किन कार्डेलिङ गरिरहेको छ ग्यास आउने सङ्ख्या त्यही भोल्युममा आइरहेको छ आज राजसभा निकटका मान्छेहरूले व्यापारीहरूले त्यही ढङ्गले कार्डेलिङ गर्न लगाइरहेको छ अब भनेका छन् ए तपाईँ सांसद अरू दलका सांसद तपाईँले पाउनु कतिवटा चाहिने म पठाइदिन्छु मन्त्रीले भनेको छ आपत्ति जनताले दिने एउटा नेतालाई दिने त्यस कारणले अब के छ भन्दाखेरि हिजो पनि एउटा चाहिँ राजनीतिक एउटा रोटी सेक्ने भनौँ आफ्नो राजनीतिक रोटी सेक्ने कुरा के थियो जनताको अधिकार जनताका सुविधा भन्ने कुरा थिए अहिले पनि त्यो देखाएर जनता ठग्ने काममा यिनीहरू लागेका छन् त्यो कुरा चाहिँ जनताले अब प्रश्न देख्दैछन् त्यसो भएर मलाई के लाग्दैन भन्दाखेरि अब यो यिनीहरूले व्यवस्था चलाइरहन्छन् यो अगाडि बढिरहन्छ भन्ने होइन अब दलहरू फेरि एकजुट हुन्छन् मुलुकको लोकतन्त्र गणतन्त्रको रक्षाका लागि हामी एक ठाउँ हुन्छौँ